समय लाग्नेछ तर एक दिन सफलता अवश्य मिल्नेछ। त्यसैले मेहनत गर्न चाहिँ छोड्नुहुन्न है साथीहरू। वेलकम छ साथीहरू मेरो छोटो मिठो भिडियोमा। साथीहरू आज चाहिँ मङ्गलबार हो नि त, हाम्रो घर नजिकै चाहिँ आज बजार लाग्छ नि त, सब्जी बजार सबै थोकको बजार लाग्छ आज चाहिँ। अनि मैले पनि बजार गएर माछा लिएर आएको थिएँ नि त। हामी चाहिँ अब गर्मीले गर्दाखेरि अलिक ढिलो बजार गएको थियौँ। अब लिएर आउँदा चाहिँ अलिक ढिलै साँझ परिसकेको थियो। त्यही भएर मैले चाहिँ हतार सरसफाइ गरेँ। एकदमै त्यो रातो पानीहरू चाहिँ जाने गरेर पुरै पानी सेतो हुने गरी सफा गरेँ। अनि मरमसलाहरू पनि पिसेँ नि त मैले, तोरी लसुन अदुवाहरू पिसेँ। अर्थक गरम मसलाहरू चाहिँ हालिनँ, मलाई त्यस्तो चाहिँ मन पर्दैन। अनि मैले चाहिँ माछा म्यारिनेट गर्नतिर लाग्दैछु साथीहरू। मेरो चाहिँ पकाउने तरिका यस्तै हो है, म जान्दिनँ पनि होइन, जस्तो जान्दछु त्यस्तै बनाउँछु। अनि मैले चाहिँ म्यारिनेट गरेर राख्ने टाइम पनि थिएन नि त, राति भइसकेको थियो, 7 बज्न लागिसकेको थियो। अनि मैले हतार मोलमाल गरेर चाहिँ माछा फ्राई गर्नतिर लागेँ। साथीहरू म जान्न त खाना बनाउन त त्यति धेरै आउँदैन कि, तर पनि मलाई अल्छी चाहिँ लाग्दैन, म जे पनि एकदमै तयार छु। मैले पहिला माइतीमा हुँदाखेरि पनि पाहाडमै भए पनि मैले बाहिरको कामभन्दा पनि बढी भित्रकै काम गरेको हो नि त। त्यही भएर मलाई खाना बनाउने यताउता कामहरू चाहिँ एकदमै जाँगर चल्छ। तर अलिक शरीरले साथ दिँदैन कि, म चाहिँ अलिअलि यसो जिउ छाडेर खान थाल्यो भने एकदमै धेरै मोटाइहाल्छु नि त। त्यही भएर खाना अलिक कन्ट्रोल गर्नको लागि पनि म त्यति धेरै आइटमहरू बनाएर चाहिँ खाँदिनँ, तर पनि अब अलिअलि त खानै पर्यो। माछा तारिसकेपछि चाहिँ म रस बनाउनतिर लागेँ नि त। रस बनाउन पनि त्यही तोरी मरमसलाहरू चाहिँ अहिले पिसेर राखेको थिएँ नि त। मैले टमाटर पनि मिक्सर गरिनँ क्या, मलाई त्यत्तिको अल्छी लाग्यो। अनि यत्तिकै मैले पकाएँ, मजाले पकाएँ। तेल चाहिँ म अलिक कमै लगाएँ नि त, आमाले पनि खानुहुन्छ, त्यही भएर अलिक थोरै तेल लगाएर अघि तारेको छ, त्यसमा पनि तेलै छ नि त। अनि बनाएँ, यस्तो रस बनाएँ मैले चाहिँ। खाना चाहिँ मिठो भएको थियो नि त एकदमै धेरै। अनि मेरो छोरा चाहिँ लुखुर आएको आइथ्यो कि, मम्मी कतिखेर हो माछा पाक्छ भनेर आएको आइथ्यो नि त। उसलाई चाहिँ पहिलेबाटै दिनुपर्छ नि त, यति धेरै मन पराउँछ नि। फेरि हाम्रो यो जुनियर भण्डारीले चाहिँ एकदमै मन पराउँछ माछा। अनि उसलाई पनि छानेर खाना दिएँ। अनि मैले पनि खाना खाएँ। बाई साथीहरू।